अधिकारीलाई मञ्च हस्तान्तरण गर्दैछु। धन्यवाद। कार्यक्रम सञ्चालक प्रेस क्लबका सचिव अनिल पौडेलज्यू, इतिहाससँगै पर्यटकीय परिवर्तन, जैविक विविधता सिमसार हाम्रो संरक्षण भन्ने मूल नाराका साथ आयोजित 7औं रूपा कृष्ण मेला 2081-82 मूल समारोहका संयोजक महाराज खड्काज्यू, त्यसै गरी संस्थाका संस्थापक अध्यक्ष एवं मेलाका निर्देशक विनोद कुमार श्रेष्ठज्यू, क्लबका कार्य समिति साथीहरू, सल्लाहकारज्यूहरू, यस कार्यक्रमलाई सफल बनाउन लाग्नुभएका पत्रकारज्यूहरू, मेलाका मुख्य प्रायोजक प्रकाश तिवारी हाल अमेरिका, मुख्य प्रायोजक सारा इन्टरनेसनल प्राली फर्टिलिटी सेन्टर तथा टेस्ट बेबी सेन्टर, सहप्रायोजक प्रकाश तिवारी हाल अमेरिका, विभिन्न उपसमितिका संयोजक एवं सदस्यज्यूहरू, यसै गरी विभिन्न विधाका प्रायोजकहरू, यसै गरी जग्गा व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण जग्गाधारी महानुभावहरू लगायत यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म यस क्लबको सल्लाहकार एवं यस मेलाको आर्थिक व्यवस्थापन उपसमितिको संयोजक बसन्त जोशीको तर्फबाट हार्दिक नमन व्यक्त गर्न चाहन्छु। आज हामी रूपा सिस्री मेलाको 7औं संस्करणको सुरुवातमा छौँ। अबको केही दिनपछि 2 दिनपछि हामी मेलाको सुरुवात गर्दैछौँ। यस सुरुवात गर्ने क्रममा हाम्रो मेलाको मुख्य उद्देश्य के हो त भन्ने कुरा अत्यन्तै महत्त्वपूर्ण कुरा रहेको छ। यस क्षेत्रमा स्थानीय उत्पादन कसरी गर्न सकिन्छ, रोजगारी कसरी सिर्जना गर्न सकिन्छ, नयाँ नयाँ व्यवसायहरू कसरी भित्राउन सकिन्छ, यस क्षेत्रको कला, धर्म, संस्कृतिको जगेर्ना कसरी गर्न सकिन्छ भन्ने चासोका साथ हाम्रा अग्रज पूर्वजहरूले परपूर्व कालदेखि नै जसरी यो मेलाको स्थापना गर्नुभयो त्यसरी नै त्यसपछिका प्रत्येक वर्षमा त्यही किसिमले हामीले मेलाको माध्यमबाट धेरै कामहरू गरेका छौँ। यसका धेरै उद्देश्यहरू रहे तापनि रूपा युवा क्लबको मुख्य उद्देश्य भनेको सामाजिक उत्तरदायित्वमा रही समाज विकासमा हुने कामहरू रहेका छन्। हाम्रो नारा नै छ, इतिहाससँगै पर्यटकीय प्रवर्धन, जैविक विविधता सिमसार हाम्रो संरक्षण भन्ने नारामा परेका धेरै कामहरू हामीले गरेका छौँ। परापूर्व कालदेखि नै रामनवमी, चैते दशैंको अवसरमा चल्दै आएको साविक रूपाको रूपताल सिस्टेनी मेलामा लाग्ने ऐतिहासिक मेलाले यस क्षेत्रमा समाजसेवा, खेलकुद, कला संस्कृतिको संरक्षण र विकास गर्ने काम गरेको छ। यसको साथसाथै सम्भावना बोकेको रूपताल सिमसार क्षेत्रलाई पर्यटक भित्राउनको लागि मेलाको माध्यमबाट पर्यटन प्रवर्धनमा टेवा पुर्याएको छ। त्यसै गरी कृषिका लागि आवश्यक पर्ने कृषि औजारहरूको व्यवस्थापन गर्दै माटाका भाँडाहरू, बाँसका डोका, नाम्ला, पकारीलाई पनि अहिलेको नयाँ पिँढीहरूको सामु एउटा ऐतिहासिक परिचय दिने काम यसै रूपा कृष्णेनी मेलाबाट गरिएको छ। यस मेलामा करिब 115वटा स्टलहरू रहेका छन् भने जसमा देशभरिका उद्योगबाट उत्पादित वस्तुहरूको बेचबिखन र प्रदर्शनी रहनेछ। यस मेलामा तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, गोर्खा लगायतका अन्य जिल्लाहरूबाट आन्तरिक र बाह्य गरी 1 लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने अनुमान गरेको छ भने मेला सञ्चालनका लागि करिब 35 लाख आम्दानी र 33 लाख खर्च भई 2 लाख बचत हुने अपेक्षा राखेका छौँ। यस 7औं रूपा सिस्टेनी मेलाको प्रायोजनतर्फ मेलाका मुख्य प्रायोजक सारा इन्टरनेसनल फर्टिलिटी सेन्टर तथा टेस्ट बेबी सेन्टर खरसाङ 5 का डाक्टर गिरिधरी शर्मा हुनुहुन्छ भने यस मेलाका सहप्रायोजक प्रकाश तिवारी रूपा 6 हाल अमेरिका हुनुहुन्छ। र अन्त्यमा यो रूपा सिस्टेनी मेला सफल पार्न सञ्चार माध्यम, पत्रकार, बुद्धिजीवी, उद्योग, व्यवसायी, शैक्षिक सङ्घ संस्था, आमा समूहहरू, टोल विकास संस्थाहरू, युवा क्लबहरू लगायत स्थानीय सामाजिक सङ्घ संस्था, कलाकार तथा कला संस्कृतिसँग सम्बन्धित सङ्घ संस्थाहरू लगायत सम्पूर्ण महानुभावहरूमा
विगतका मेलामा पुर्याउनु भएको योगदानको हार्दिक धन्यवाद साथै आभार प्रकट गर्दै यो 7औं रूपा सिस्टेनी मेलामा पनि विगतका भन्दा अझै बढी सहयोगको अपेक्षा राख्दै मेरो यो भनाइ यहीँ अन्त्य गर्दछु। हस्त धन्यवाद। जय रूपाली मतलब चाहन्छु। नेसनल एफएमका प्रतिनिधि कृष पोखरेलज्यूलाई पनि म आशीर्वाद गर्न चाहन्छु। यस्तै यस 7औं रूपा सिस्टेनी मेला 2081-82 का सल्लाहकार उपसमिति संयोजक श्री कुलप्रसाद अधिकारीज्यूलाई शुभकामना मन्तव्य धन्यवाद। यो कार्यक्रमका महत्त्वपूर्ण कार्यक्रमका अध्यक्ष एवं मेला महोत्सव हामीले त्यसै गरी समाजको महत्त्वपूर्ण आदरणीय पत्रकार मित्रहरू यहाँ धेरैपल्ट बसेको छ, धेरैपल्ट पत्रकार मेला महोत्सव गएको तर एउटा कुरो के हो भने अति बुझ्नुपर्ने कुरो के हो भने यो मेला साँच्चै भएर 600 वर्ष अगाडि यसको वरपरका चारैतिरका मान्छेहरू पहिला 3 किसिमले आउँथे। पहिलो त्यो बेला माटोको भाडा प्रयोग हुने, हलो काठको हलो हुने, अनि दैनिक गुजारा गर्ने सिल्वरका सामानहरू किन्ने, अनि वर्षभर कपडा किन्ने, अनि किसानका काम गर्ने चाहिँ कुटा कोदाहरू किन्ने ठाउँ यही 5 दिन पुरा मेला आउँथ्यो। जनकेन यहाँसम्म कि इन्डियाको मलयाका लाउरीहरू पनि छुट्टै छुट्टिएर आउँथ्यो। एउटा त्यो थियो। अर्को एउटा छुट्टै यसको पहिचान के थियो भने त्यो बेलाको चाहिँ यो विवाहबारी गर्ने, जग्गा किनमेल गर्ने, टाढाका मान्छेहरूको जङ्गल ठाउँ पनि जङ्गल पनि यहाँ 5 दिन हुन्थ्यो। मैले देखेँ त्यो गएर स्टल पनि बनाएँ। एक बोरमा एउटा स्टल बेच्थ्यौँ भने स्याउलाको तपाईँको 3-4 लाइन हुन्थ्यो। त्यो माथिपट्टिको भागमा हन्डा गाउराहरू हुन्थ्यो। अनि किताबहरू पनि बेच्न दक्षिण साथीको मुनामदन किताब पनि पहिला यहीँ बिक्री भएको यही ठाउँमा सुरु मुनामदन किताब पनि र टाढाका मान्छेहरू तपाईँको त्यो मेलामा भेट्ने लय 3400 मेला भने जहिले रामनवमी सुरु गर्ने मेला भइहालेको होइन भन्नै परेन। त्यो त्यतिमा चाहिँ सिच्छेरीमा बजार लाग्छ र टाढाका लमजुङका, स्याङ्जाका, तपाईँको तनहुँका निकै टाढाबाट मान्छेहरू मेला भर्न आउँथे। यतिसम्म तपाईँ कस्तो थियो भने मलाई याद छ। त्यो बेला यहाँ सबै कोठे घर एउटा पनि थिएन, टाढा आउने हो कि त्यो ठेलो हान्न, त्यो गीत गाउन, त्यो सम्बन्ध बनाउन, त्यो सामान किन्न निकै टाढाबाट त्यहाँ रेठेबरको कुमारहरू चाहिँ अहिलेसम्म त्यो अलि जिल्ला कुमारहरू सोध्यो हुन्छ उनीहरू 1 हप्ता अगाडि माटोको हाल ल्याउँथ्यो, सबै बिक्थ्यो। अनि काठेवालाको फाले भयो, अनि कृषिका उपजहरू सबै तपाईँको यहाँ चाहिँ लान्थ्यो। अर्को चाहिँ एउटा महत्त्वपूर्ण एउटा पाटो के पनि थियो भने यो मलाई याद छ। यो विवाहमा अवलोकन त्यो माघी बिहा हुने, त्यो विवाहमा अवलोकन सन्दर्भमा पनि तपाईँको चारैतिरका अलि चाहिँ तपाईँको मान्ने मान्छेहरू, प्रधान पञ्चहरू, त्यो बेला पञ्चायतका कुराहरू हुन्थ्यो। अनि सबै यहीँ आउँथे र अनि जमघट हुन्थ्यो। अनि कसको छोरी कहाँ बिहा गर्ने, कसको छोरासँग कसको कुरा गर्ने भन्ने पनि यही हो। त्यति मात्र होइन, नेपाल सरकार त्यो बेलाको चाहिँ नेपाल सरकारका विशिष्ट मान्छेहरू पनि तपाईँको राय सल्लाह दिने महोत्सवमै गर्ने भने यहीँ आउँछ। यस्तो ऐतिहासिक महोत्सव, ऐतिहासिक मेला लाग्ने पनि सिस्टम मेला हो। तर बिचमा के भइदियो भने पञ्चायत कालमै हामीले बन्द गरेको, बन्द गर्ने पनि एउटा मै हो। धेरै मान्छेहरू पुकाबारी गरे। अनि तपाईँको कस्तो बेला आइदियो भने यो 46 सालभन्दा अगाडि राज्यको नियन्त्रण भएन। अनि मेला भएर आउँदाखेरि त्यो रक्सी धेरै खाने, अनि यहीँ बस्ने। अनि हरेक वर्ष एउटा दुला मरेको भएकै भएपछि हामीले चाहिँ सिरियो कहाँ गएर त्यो मेला बन्द गरौँ भन्थ्यो। त्यो बेला गल्ती भएछ, त्यसलाई व्यवस्थित गर्न लाग्नु पर्थ्यो, बन्दै गर्न हुन्थ्यो होइन। त्यसलाई चाहिँ अलिकति हामी पनि अलिक नेचुरल भएन। अबको स्थितिमा यो रूपा युवा क्लबले जुन आयोजन गरेको छ यो असाध्यै शान्ति छ। हामीले सबैले सहयोग गरौँ। ऐतिहासिक एउटा चाहिँ हिस्टोरिकल ब्याकग्राउन्ड भएको मेलालाई चाहिँ सबैले सहयोग गर्ने हो। हामी यहाँ बस्ने सबै मान्छेहरूले हामी सहयोग गर्न व्यक्त गरेका छौँ।
अब मिडियाकर्मी साथीहरूलाई पनि अलिकति यो देख्दाखेरि जनप्रतिनिधि भएर केही गर्न पाउने होला। हामी सबैले सहयोग गरौँ। यो एउटा ऐतिहासिक किनारलाई चाहिँ सबैले पहिचान गरौँ, एउटा उदाहरण गर्न सक्छौँ। यसको लागि हामी स्थानीय व्यक्तिहरू सबै काम गर्न तयार छौँ, सबै एकताबद्ध छौँ। अब तपाईँहरू पनि यसमा चाहिँ हातेमालो सकोस् र एउटा यो कास्कीको एउटा पूर्वी भागको ऐतिहासिक पृष्ठभूमिको ठाउँको उजागर गर्ने कुरामा यहाँहरूको हात चलाइ अझ उच्च हुन सकोस्, यही कामना गर्दै आफ्नो भनाइ यही पुर्याउन चाहन्छु। जय मेला महोत्सव। नमस्कार। मेलाका सल्लाहकार रूपमा समिति संयोजक यस्तै उहाँहरूको मन्तव्यलाई नै जोड्न चाहन्छु। सम्पूर्ण उपस्थित पत्रकारज्यूहरूको तर्फबाट छोटो मन्तव्य राखिदिनु हुनुको निम्ति राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख श्री वासुदेव पौडेलज्यूलाई यस पत्रकार सम्मेलनका अध्यक्षज्यू, यस सिस्टमी मेलाका निर्देशकज्यू, सल्लाहकार र उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरू, मेरा सहकर्मी साथीहरू र अब यो हामी पत्रकार सम्मेलनमा छौँ। अब त्यहाँ खास हामी पत्रकारहरू बोल्ने हामी लेख्ने पेसा नै हो हामी बोल्नुभन्दा र सर्वप्रथम त हामी सम्पूर्ण पत्रकारहरूको तर्फबाट यो मेलालाई सफल बनाउने सन्दर्भमा पत्रकारिताका माध्यमबाट गर्न सक्ने योगदानका लागि म पूर्ण रूपमा प्रतिबद्धता गरेको र यो पूर्वप्रसाद अधिकारीहरू अलिकति जोड्नु भएको छ। अवश्य नै यो विजयपुरभन्दा यतापट्टि हामी यो ग्रेटर पोखराका नाममा अब पोखरा महानगरपालिका त समेट्यौँ, तर चाहिँ हामी चाहिँ अलिकति अब समेटिनु नै हाम्रो गल्ती हो कि भन्ने चाहिँ अहिले एउटा बस पनि चलिरहेको अवस्था छ। अवश्य नै विजयपुर जुन पारी हामी यता छौँ र यो ठाउँको अब सबै किसिमले विकास गर्नुपर्ने, यो ठाउँलाई प्रचार गर्नुपर्ने सबै किसिमको दायित्व चाहिँ हाम्रो र हामी चाहिँ अब यहाँ लेखनाथवासी पत्रकार साथीहरू चाहिँ हामी धेरै छौँ। अब त्यसमा चाहिँ अब हाम्रो चाहिँ एउटा दायित्व हामी सबैको साझा दायित्व हो र त्यो मात्रै नभएर विकासका दृष्टिले चाहिँ अब पनि पछि परिरहेको अवस्थामा अब हाम्रा संस्कार संस्कृतिहरू 600 वर्षदेखिको मेला सिस्टेनी मेला जुन हाम्रा चाहिँ हजुरबुवाहरूको पालादेखि जुन एउटा चासो र चर्चामा चलिरहेको मेला र त्यो मात्रै नभएर एउटा बजार विकास नहुँदाखेरि अब यहाँको मात्रै नभएर समग्र नेपालकै एउटा चाहिँ टाढा टाढाबाट चाहिँ किनबेच गर्न आउने सरले भन्नुभयो त्यो बिहेबारी चाहिँ अब चाहिँ कसको छोरा कसको छोरी अब यो मिलाउने फलो पनि यो चाहिँ आफैमा महत्त्वपूर्ण छ र यो 600 वर्ष पुरानो इतिहास सानो चाहिँ होइन, यो हाम्रो लागि गौरवको विषय हो र हामी यो चाहिँ विजयपुर पारिका हामी लेखनाथवासीको लागि यो गौरवको विषय हो। यसलाई प्रचार प्रसार गर्नुपर्छ। यसैले अलिकति पञ्चायतले समयको त्यो क्षणमा अब सुरक्षाको दृष्टिकोणले चाहिँ त्यो बेलामा मेलालाई नियन्त्रण दिन सकिएन। स्वाभाविक रूपमा त्यसलाई व्यवस्थित गर्नुपर्छ। एउटा चाहिँ भिडभाडलाई त्यसलाई व्यवस्थित गर्न हाम्रो दायित्व हो। त्यसमा चाहिँ त्यो अब क्लब मात्रै होइन, हामी सबै चाहिँ एउटा सामाजिक अभियन्ताहरू, हामी सामाजिक व्यक्तित्वहरू, हामी सञ्चारकर्मीहरू सबैले यो मेलालाई चाहिँ भव्य र सफल बनाउनको लागि आफ्नो स्थानबाट जुटौँ, हाम्रो इतिहासलाई हाम्रो गौरव गरौँ र यसलाई सम्मान गरौँ। यिनै कुराहरू राख्दै पुनः त्यो पत्रकारिता जगतका तर्फबाट हाम्रो तर्फबाट पूर्ण रूपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश प्रमुख श्री वासुदेव पौडेलज्यूलाई यसको साथै भर्खरै मात्रै हामीसँग चाहिँ यो मेलाको सन्दर्भमा अलिक विस्तृत रूपमा लेखिएको प्रतिवेदन चाहिँ आइपुगेको छ। यसको अध्ययन गरिदिनु हुनुको निम्ति म पत्रकारज्यूहरूलाई म हार्दिक अनुरोध गर्दछु। साथै प्रश्नोत्तर कार्यक्रमको लागि यहाँहरूको सहभागिता सहितको लागि चाहिँ म फ्लोर ओपन गर्न चाहन्छु र एउटा अनुरोध पनि गर्न चाहन्छु। यो नितान्त पत्रकार सम्मेलन भएकाले पत्रकार साथीहरूले प्रश्न गरिदिनु होला, पत्रकार साथीहरू मात्रले प्रश्न गरिदिनु होला र मेलाका मूल समारोह समिति संयोजक निर्देशकज्यू लगायत विभिन्न उपसमितिका सम्बन्धित उपसमितिका संयोजकज्यूहरूले नै
त्यो प्रश्नको उत्तर दिनु हुन चाहिँ म अनुरोध गर्न चाहन्छु र संस्थाका लागि फ्लोर ओपन भएको कुरा हो। अहिलेको यो मेलालाई व्यवस्थित गर्नुलाई सुरक्षा गर्नुमा कसरी गर्नु 2 लाख चाहिँ सेभिङ भन्ने कुरा आयो अनि त्यसमा चाहिँ भोजनको अनुदानको कुरा भए र सेभिङ रकम कहाँ खर्च गर्ने त्यो एउटा कुरा रह्यो र अर्को कुरा यो मेलामा हेर्न आउने करिब 1 लाख दर्शकले आवेदन गर्ने त्यो मेलामा हेर्न आउने दर्शकहरूले त्यो प्रवेश शुल्क के कस्तो छ टिकट व्यवस्थापन गर्ने त्यसको बारेमा जानकारी ठिकै सिस्टेनीको यो रूपातालको एउटा मिनिङ छ रूपातालको रूप भन्ने पनि हामीले ठिकै सिस्टेनी भन्ने चाहिँ नाम चाहिँ कसरी रह्यो भन्ने विषयमा अलिक मलाई चाहिँ जिज्ञासा लागिरहेको यसमा चाहिँ अब मेला महोत्सवको जस्तो अब यहाँ लेखनाथ महोत्सव अरू महोत्सव जस्तै नै महोत्सवहरू अब यस कार्यक्रम चाहिँ राम्रै गर्न लाग्नु भएको छ यस्तो राम्रो कार्यक्रमहरू गराउनु एकदमै ठुलो कुरा हो धेरै गाह्रो कुरा छ कि यो कार्यक्रम गर्ने त धेरै अति नै गाह्रो कुरा हो तर त्यो हिम्मत गरेर यति राम्रो कार्यक्रम गरिदिनुहुन्छ र कलाकारहरू पनि यस्तो हेर्दाखेरि चाहिँ धेरै राम्रो कलाकारहरू मेलामा हामीले देख्न पाएको छौँ कष्ट रहोस् शुभकामना पनि अब हामी 7औं मौसमसम्म आउँदाखेरि 6औं मौसमसम्मका हाम्रो उपलब्धिहरू अनि हाम्रो चाहिँ 6औं मौसमको गर्दा के काम गऱ्यौँ त्यही नै अब हाम्रो अहिलेको जुन नारा छ समाज सुधार होइन सामाजिक परिवर्तनको लागि चाहिँ र त्यो 6औं मौसमसम्म आउँदाखेरि हामीले के कति गर्न सकिन्छ र अब आउँदाखेरि मौसमको भाग लक्ष्यमा परिहाल्यो सँगसँगै अब एउटा चाहिँ सम्पत्ति यो सबैलाई थाहा छ कति 35 लाखको तपाईँको आम्दानी छ आम्दानीका प्रायः अब चाहिँ छ त्यसमा चाहिँ अब तपाईँको अलिक के भन्न कतिको प्राइज कतिको आइरहेको छ आशा छ भने अलिकति पैसा पनि अब नआउला होइन र अब त्यो अवस्था कति गाह्रो छ के भन्नु मेला मौसम गर्नु त एकदम चुनौतीको अवस्थै छ र फेरि यो अहिलेको अवस्थामा फेरि आर्थिक छ भने यो व्यवसायहरूले दिने भन्दा पनि करिब तपाईँको यहाँ चाहिँ अलिक करिब विदेशतिर भएको साथीहरूले चाहिँ सहयोग गरेको पनि त्यो देखियो होइन त्यो बाटो चाहिँ एउटा चाहिँ रह्यो र अब यो तपाईँको यो विषयमा चाहिँ के देखियो भने पहिला हाम्रो चाहिँ बिजनेस प्रतियोगिता गरिन्थ्यो होइन अब अहिले चाहिँ त्यो भन्न लोगो प्रतियोगिता भने चाहिँ अहिले त्यो प्रदर्शन मात्रै छ भन्न त्यो कारणले प्रतियोगिता किसिमको प्रतियोगिताको चाहिँ हिस्सा थियो हामीले होइन त्यसलाई पनि चाहिँ यो पछि आयो यसलाई चाहिँ अब धेरै गर्न पाइएन होइन त्यस कारणले त्यसलाई पनि थपेर चाहिँ आफ्नो पारिदियो भने सहज हुन्छ र अब यसको लागि अब तपाईँको तयारी चाहिँ कति अन्तिम तयारी कति तयारी पुरा गर्नु होइन उद्घाटन चाहिँ अब कर्मचारीलाई बोलाउने गरेको छ त्यस कारणले चाहिँ अनि आफूको चाहिँ त्यो पहिला शान्ति सुरक्षाका चाहिँ कुराले स्थगित अहिले पनि त त्यो त हुनसक्छ किनभने अब त्यो धेरै ठाउँको मान्छेहरू चाहिँ आउनुपर्छ अनि शान्ति सुरक्षालाई पनि के यो भलिबल प्रतियोगिता भन्नुभएको छ नि जस्तो कुन स्तरीय वडा स्तरीय हो कि पालिका या प्रदेश स्तरीय हो कि कुन स्तरमा खेलाडी खेल्न पाउने म सिद्धान्त सहित त्यसमा सुरक्षा व्यवस्थापन कसरी मिलाएको छ सुरक्षा व्यवस्थापनको गर्ने हामी बसेको हामी चाहिँ रूपा गाउँपालिका छ सिस्टेनी कस्तो छ भने खोलावारी पनि एउटा खेल छ यो पारी महानगर हो र वारी चाहिँ यो सिस्टेनी हो अहिले हामी बसेको जमिन चाहिँ सिस्टेनी रूपा गाउँपालिका अन्तर्गत पर्छ र हामीले चाहिँ हाम्रो क्लब पोखरा महानगरपालिका 32 दर्ता भए तापनि हामीले चाहिँ
पोखरा महानगरपालिका 32 र रूपा गाउँपालिका रूपा गाउँपालिकाको कार्यालयबाट चाहिँ हामीले त्यो मेला सञ्चालनको लागि स्वीकृति लिएका छौँ भने हामीले जिल्ला प्रशासन कार्यालयबाट चाहिँ शान्ति सुरक्षाको लागि चाहिँ थप अनुमति लिएर इलाका प्रहरी कार्यालय शिशुवा काण्डबाट पनि हामीले डिएसपी सरको कमान्डमा हामीलाई चाहिँ 20 जना टोटल सेक्युरिटी उपलब्ध हुने र हामीसँग अन्य सेक्युरिटीहरू पनि 20 जना लगभग भएर अनि हामीले सुरक्षा व्यवस्थापन उपसमिति अन्तर्गत पनि हामी युवाहरूलाई चाहिँ चलायमान गरेर हामीसँग लगभग 100 को हाराहारीमा चाहिँ हामी टोटल सुरक्षा चाहिँ मिलाएका छौँ, बन्दोबस्त मिलाएका छौँ भने दोस्रो प्रश्न चाहिँ ऋषिराम सरको चाहिँ आम्दानी कति खर्च कति र टिकट कति व्यवस्थापन भएको कुरामा चाहिँ आम्दानी चाहिँ हामीले चाहिँ 35 लाखको आकलन गरेका छौँ, जसमा चाहिँ मुख्य प्रायोजकबाट हामीले 3 लाख हो भने सहप्रायोजकबाट 2 लाख, त्यसै गरी विभिन्न 16वटा विधामा हामीले चाहिँ प्रायोजकहरूको आम्दानीलाई जोडेका छौँ भने हामीले प्रायोजकबाट चाहिँ हामीले चाहिँ लगभग 15 लाख चाहिँ आम्दानीको अपेक्षा राखेका छौँ भने हामीसँग स्टलहरू छन्, विभिन्न 115वटा स्टलहरू छन्, जसमा चाहिँ हामीले कृषि सेक्टरलाई चाहिँ हामीले फ्री नै गरेका छौँ। जस्तै स्थानीय उत्पादन त्यहाँ चाहिँ प्रबन्धन हुने र त्यहीँबाट बिक्री वितरण हुने भएकोले कृषिलाई हामीले कुनै पनि शुल्क लिएका छैनौँ भने हाम्रो रेस्टुरेन्ट चाहिँ 8वटा रहेको छ, 8वटाबाट प्रति स्टल चाहिँ 20,000 रुपियाँको दरले चाहिँ हामीले स्टल भाडा लिएका छौँ भने बाल उद्यानतर्फ चाहिँ हामीले एग्रिगेट टोटलमा चाहिँ हामीले चाहिँ 5 लाख चाहिँ बाल उद्यानबाट चाहिँ आम्दानी लिएर हामीले लगभग 35 लाखको चाहिँ आम्दानीको अपेक्षा गरेका छौँ। त्यस्तै खर्चतर्फ चाहिँ अब कलाकार खर्चदेखि लिएर विविध खेलकुदको खर्चदेखि लिएर चाहिँ हामीले लगभग 33 लाख चाहिँ हाम्रो खर्च जाने अनुमान गरेका छौँ भने कुलमा चाहिँ हामीले 2 लाख रुपियाँ चाहिँ सेभिङ गर्न सकिन्छ कि भन्ने हाम्रो अपेक्षा रहेको छ। र यस्तै टिकटको सन्दर्भमा चाहिँ हामीले सर्वसाधारणको लागि बिहान 9 बजेबाट बेलुका 5 बजीसम्मको लागि चाहिँ 100 रुपिस नोमिनल 100 रुपिस प्राइस राखेका छौँ भने विद्यार्थीहरूको लागि चाहिँ हामीले 70 रुपिस चाहिँ विद्यार्थीहरूको लागि राखेका छौँ भने जस्तो हामीले 6 बजेबाट 9 बजीसम्मको कन्सर्ट पप कन्सर्ट विशेष गरी युवतीहरूको लागि लक्षित गरी कन्सर्टको लागि चाहिँ 150 रुपियाँ टिकट रहेको छ भने ज्येष्ठ नागरिकहरूको लागि चाहिँ हामीले चाहिँ टिकटको व्यवस्था गरेका छौँ। अपाङ्ग मैत्री अथवा अन्य त्यस्तो खालको कार्ड छ उहाँसँग वृद्ध भत्ताको त्यस्तो खालको महानुभावहरूलाई चाहिँ बुवा आमाहरूलाई चाहिँ हामीले टिकट फ्री नै गरेका छौँ। 3 नम्बर प्रश्न चाहिँ हाम्रो सन्दीप सरको रहेछ यो इतिहास यो सिस्टेनीको डेफिनेसन के हो भनेको छ। यो सिस्टेनी आफैमा एउटा ऐतिहासिक मेला भएको हुनाले सिस्टेनीको चौतारो मेरो दायाँपट्टि छ, उहाँ सिधा चाहिँ सिस्टेनीको चौतारो छ। जस्तो यो तालको त्यो अहिले हामी बसेको जमिन पनि हिजो ताल थियो, अहिले अतिक्रमण हुँदै जाँदा सुक्दै जाँदाखेरि चाहिँ यो 135 हेक्टरको ताल चाहिँ अहिले 100 हेक्टरमा परिणत भएको छ। त्यस कारणले अहिले हामी यो जमिनमा बस्न पाएका छौँ र अहिले चाहिँ यो परियोजना अन्तर्गत काम हुँदाखेरि 174 हेक्टर चाहिँ यसलाई लम्ब्याइएको छ भने त्यो कारणले नि पुरानो इतिहास चाहिँ यो सिस्टेनी भनेको ठ्याक्कै त्यो चौतारोभन्दा साइड 100-200 मिटर वरसम्म ताल थियो। त्यो कारणले चाहिँ अब पहिलाको बुवा आमाहरू चाहिँ कहाँ बस्ने त नि भन्दा पाटी पौवा र पिपलको चौतारो र बरको चौतारो त्यो भएको कारणले त्यहाँनिर खाली जग्गा भएको कारणले र यस्तो रूपातालको आँगन सिस्टेनी भनेर उहाँहरूले चाहिँ त्यो मेलामा चाहिँ चुट्टी हुइसेल चाहिँ फुकेर चाहिँ त्यसलाई चाहिँ बच्चामा अब पिपल गेडी खाने अथवा हुन्छ नि यहाँको कमलको जराहरू खाने, काँक्रेहरू खाने र बालापनमा चाहिँ चप्पल नलाइकन दौडिँदा चाहिँ उहाँहरूले चाहिँ त्यो सिट्ठी जस्तो सिट्ठी चाहिँ फुक्ने हुनाले चाहिँ त्यो आफैमा सिस्टेनी भएको हो कि जस्तो मलाई लाग्छ। अझै विस्तृत जानकारी उहाँले दिनु होला। बाँकी त्यसो बुझ्नु अब 4 नम्बर कुरामा चाहिँ हाम्रो भिरबाडी सरको चाहिँ छैटौँ मेलाको उपलब्धिहरू खर्च के कसरी आम्दानी र खर्च के कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने कुरामा हामीले छैटौँ
सिस्टेनी मेला चाहिँ हामीले सभ्य र भव्य रूपमा नै सम्पन्न गऱ्यौँ र यसबाट चाहिँ हामी चाहिँ लसमा गयौँ। लसमा जानुको कारण के थियो भन्दा हामी चाहिँ स्पोन्सरहरू उठाउँदै गयौँ, व्यक्तिसँग उठायौँ। अब आर्थिक चलायमान हुन नसकेको कारणले हामी चाहिँ हाम्रो आम्दानीभन्दा खर्च बढेर गयो। किन भन्दा हामीले ओपन स्पेसमा जस्तो अहिले हामीले ब्यारियर लगाएर यसलाई चाहिँ टिकट सिस्टम गरेका थियौँ भने अघिल्लो वर्ष चाहिँ हाम्रो के थियो, अब नयाँ कन्सेप्ट अनुसार चाहिँ हामीले चाहिँ यसलाई चाहिँ ओपन गरेर जाउँ। अब यहीँको समुदाय, ग्रामीण भएको समुदायलाई चाहिँ हामीले टिकट नलिकन देखाउँदाखेरि त्यो खर्च म्यानेज गर्न सकिन्छ कि सकिन्न भनेर गर्दाखेरि हामी चाहिँ लसमा पुग्यौँ। यसमा चाहिँ जम्मा हाम्रो आम्दानी भनेको 19 लाख रहेको थियो गत वर्ष भने, खर्च चाहिँ 21,63,000 समथिङ भएको हुनाले हामी चाहिँ 2.5 लाख रुपियाँ, लगभग 2,63,000 चाहिँ हामी माइनसमा सम्हालेको थियौँ। त्यो हुनाले अहिले चाहिँ हामीले फेरि यसलाई चाहिँ होइन, यो मौलिकतापन पनि ल्याउने, यसको इतिहास नमेटाउने र पौराणिक तथा सांस्कृतिक महत्त्वलाई चाहिँ झल्काउने गरी थोरै नोमिनल टिकट राखेर चाहिँ यसलाई त्यो 30 रोपनीको एरियालाई चाहिँ बााउन्ड्री गरेर थोरै पैसा लियो भने आम्दानी पनि बढ्ने र भोलिका दिनमा बचतलाई चाहिँ हामीले जस्तो हामीले यो कोट भैरव र हामीले चाहिँ यो तालबराईको मन्दिर देखौँ, तर हामीले चाहिँ अब रामनवमीको मन्दिर यो बचत भएको सङ्कलन 2 लाखको 20% चाहिँ हामीले चाहिँ रामनवमी मन्दिरको लागि चाहिँ अब छुट्याउने। यसै गरी हामीले रूपा गाउँपालिका र महानगरसँग समन्वय गरेर हामीलाई चाहिँ अब एउटा जस्तो कर्पुटारमा एउटा इतिहासको रूपमा महादेवको मन्दिर छ भने हाम्रो यो च्यावन ऋषिको भूमि भएको हुनाले यहाँ हामीलाई चाहिँ एउटा राम मन्दिरको अत्यन्तै खाँचो परेको हुनाले अब हाम्रो मेन टार्गेट र उद्देश्य भनेको चाहिँ रामनवमीको मन्दिर स्थापना गर्नको लागि चाहिँ त्यो खर्चबाट सङ्कलित रकम चाहिँ क्लबले केही सहयोग गर्छ र यसको अपनत्व चाहिँ गाउँपालिका र हाम्रो महानगरले लिनुपर्छ भन्ने मलाई लाग्छ र हामी चाहिँ त्यससँग लबिङ गरेर लगाइरहनेछौँ भन्न चाहन्छु। र स्पोन्सरको रूपमा चाहिँ हामीले चाहिँ स्वदेश तथा विदेशमा रहेका दाजुभाइहरूसँग मागेका छौँ भने र हाम्रो व्यापार बिजनेस व्यवसायसँग आबद्ध जस्तो हाम्रो सहारा इन्टरनेसनल फर्टिलिटी चाहिँ मुख्य प्रायोजक हुनुभएको छ। त्यस्तै गरी सहप्रायोजक आदरणीय मेरो मित्र पनि हुनुहुन्छ, उहाँ प्रकाश तिवारीज्यू हाल अमेरिका हुनुहुन्छ, उहाँबाट सहप्रायोजक रूपमा भएको छ भने विभिन्न विधाहरूमा चाहिँ एवं सहप्रायोजक एवं भलिबल प्रथम र द्वितीय पुरस्कार, प्रथम पुरस्कार चाहिँ 70,040 रुपियाँ रहेको छ भने दोस्रो पुरस्कार चाहिँ 40,040 रुपियाँ रहेको छ र अन्य उहाँले नै त्यो स्वयं व्यवस्थापन गर्नुभएको छ, स्पोन्सर गरिदिनु भएको छ हामीलाई। प्रतियोगितामा खेलकुदको विधाहरूमा हामीसँग छेलो प्रतियोगिता रहेको छ। प्रथम छेलो जो प्रथम हुनुहुन्छ छेलोमा उहाँले 10,000 रुपियाँ पुरस्कार प्राप्त गर्नुहुन्छ। टिम इन्ट्री छेलोको चाहिँ 1,500 रहने छ भने दोस्रो पुरस्कार चाहिँ 5,000 को व्यवस्था गरिएको छ। त्यस्तै गरी हामीसँग महिला तथा रस्सा प्रतियोगिता रहेको छ जसमा टिम दर्ता 1,000 शुल्क रहेको छ भने पुरुष प्रथम रस्साकसीले 5,000 रुपियाँ पाउनुहुनेछ। यस्तै महिला रस्साकसीतर्फ पनि 5,000 रुपियाँ पुरस्कार हामीले राखेको छ। यस्तै भलिबल प्रतियोगितातर्फ चाहिँ सिद्धान्त सरको भलिबल चाहिँ कुन स्तरीय भन्दा नयाँ वडा स्तरीय, अहिलेको नयाँ वडा स्तरीय हाम्रो लोकल वडा स्तरीय नै हामीले यसले भलिबललाई प्राथमिकता दिएका छौँ। यस्तै कर्मुख अतिथिको चाहिँ हामीले चाहिँ आज मात्रै गएर पुग्नु लागेका छौँ। यसमा चाहिँ वन तथा बाथरुम मन्त्रालयका युवा माननीय मन्त्री श्री भेषराज पौडेलजी चाहिँ भेषबहादुर पौडेल चाहिँ हाम्रो चाहिँ प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नेछ। त्यस्तै शान्ति सुरक्षाको विषयमा मैले चाहिँ अघि नै भने हामीसँग लगभग 20 जना चाहिँ डाँडानाबाट सिसुवा चौकीबाट आउनुहुन्छ भने 20 जना चाहिँ हामीसँग छुट्टै सेक्युरिटी ग्रुप अफ सेक्युरिटीको व्यवस्थापन गरेका छौँ भने अन्य शान्ति सुरक्षाको लागि हाम्रो युवा क्लबका युवा साथीहरूलाई सक्रिय भएर हामीले चाहिँ संयोजक खटाएर हामीले चाहिँ लगभग 40 देखि 50 जना युवाहरू चाहिँ हामीसँगै हुनुहुन्छ। त्यस्तै सुजित सरको चाहिँ मुख्य उद्देश्य भनेको हाम्रो अघि नै भने मैले अब रामनवमीको मन्दिर चाहिँ हामीलाई चाहिएको छ। समुदाय राम मन्दिर चाहिँ हामीलाई चाहिएको छ र एउटा पर्यटकीय हब भइरहेको हुँदा पनि हामीलाई एउटा बस पार्कको पनि खाँचो छ। हामी चाहिँ कार्यक्रम गर्दै जाने लसमा भएको कारणले बस पार्क एउटा बनाउन नसकेको अवस्था छ। यो क्लबले बनाउन नसक्ने जस्तो देखियो, किन भन्दा न महानगरले लबिङ गरिदिन्छ न गाउँपालिकाले लबिङ गरिदिन्छ हामीलाई। हामी चाहिँ यो भएको हुनाले मन्दिर, बस पार्क र शौचालय चाहिँ प्रमुख
हाम्रो चाहिँ सिस्टेनिमी सिस्टेनी यो वरपर रुपातालको वरपर चाहिँ हामीले चाहिँ मुख्य उद्देश्यको रूपमा राखेका छौँ। ताल नजिक सेक्युरिटीको हकमा चाहिँ हामीले चाहिँ अब तालमा अहिले चाहिँ ड्यामको कन्स्ट्रक्सनको काम भइरहेको छ। बाटो चाहिँ 9 किलोमिटरको पिच भयो र यो सेक्युरिटीको हकमा चाहिँ हाम्रो तालमा पनि छुट्टै सेक्युरिटी हुनुहुन्छ। त्यो सहकारीमा चाहिँ 4-5 जना रातिमा सेक्युरिटी हुनुहुन्छ भने त्यहाँ डुङ्गा पनि व्यवस्थापन छ र रेस्क्युको लागि चाहिँ त्यहाँ मोटर बोट पनि व्यवस्था छ र 9 बजेसम्म हामीले चाहिँ यहाँ कार्यक्रम गर्छौँ। 9 बजेपछि चाहिँ अब लाइटहरू सबैतिर हामीले व्यवस्थापन गरेका छौँ र त्यसको लागि चाहिँ सेक्युरिटीको लागि त्यति धेरै हतियारहरू गर्ने कुरा पनि म जानकारी जस्तो लाग्छ। अब जुन अब हाम्रो चाहिँ रुपातालको छेउमा छौँ होइन मान्छे के हुन्छ भन्दाखेरि रुपातालमा पक्कै पनि माछाहरूको लागि चाहिँ राखेको छ होइन यसको पूर्वाध्यक्ष हुन्छ होइन। अब त्यहाँ उत्पादन भएको माछा हामीले यहाँ राख्नु यहाँ आउँदाखेरि चाहिँ उपभोक्ताले के अब कुन दरमा पाउने के सहुलियतमा पाउने हुन् कि अथवा चाहिँ त्यही रेटमा हो होइन। अब यहीँ आएर पाउने कि फेरि हामी तालमा लानु पर्ने होइन। श्रोतालाई कति जस्तो लागि त्यसको लागि चाहिँ हामीले रुपाताल मत्स्य सहकारी संस्थाले एउटा स्टल रहनेछ जसमा चाहिँ माछा प्लस जैविक विविधता र सिमसारको सूचना केन्द्र पनि रहनेछ र यहाँ भएका जति पनि हामी प्राकृतिक रूपमा धनी छौँ र सिमसार के हो, जैविक विविधता के हो र त्यसको महत्त्वको बारेमा चाहिँ त्यो सहकारीबाट चाहिँ 2 जना प्रशिक्षकको रूपमा त्यहाँ बस्नुहुनेछ र उहाँले चाहिँ यहाँको मौलिक र स्टल पनि रहनेछ हामीसँग र माछाको हकमा चाहिँ माछा चाहिँ अहिले कन्स्ट्रक्सनको कारणले गर्दा र जलवायु परिवर्तनको कारणले गर्दा त्यो प्रोडक्सनमा चाहिँ उत्पादनमा अलिकति कमी ह्रास आएको छ। जस्तो हिजो हामीले वार्षिक रूपमा 55,000 देखि 60,000 केजी माछा निस्किन्थ्यो भने अहिले ठ्याक्कै हाफ 30 देखि 35,000 केजी मात्रै माछा निस्किएको हुँदा त्यो कन्स्ट्रक्सनले गर्दा पनि यसलाई चाहिँ डिस्टर्बेन्स गरेको र जलवायु परिवर्तनले क्षति पुर्याएको कारणले चाहिँ हामीले चाहिँ चैते दसैँको दिन 23 गते र 31 गते र 1 गते गरी 3 देखि 4 दिन चाहिँ उहाँकै रेटमा समितिकै रेटमा चाहिँ हामीले चाहिँ यहाँ लगभग 800 देखि 1000 केजी माछा चाहिँ 5 दिनमा चाहिँ उपलब्ध गराउने चाहिँ प्रतिबद्धता गरेका छौँ। हेरौँ उहाँको मूल्य यहाँको मूल्य 60 देखि 70 55 देखि 60,000 लगभग 5 दिन चाहिँ उपलब्ध गराउँछ। त्यो बेला कस्तो थियो भने चाहिँ मैले देखेको छु अर्मबाट त्यो चुरामुनि बुढा घोडा लिएर आउनु माथि बासँग त्यो चाहिँ दिवदत्त पनि घोडा लिएर आउँछ। यहाँ 20-30वटा घोडा हुन्थ्यो कि सिस्टम घोडा चढ्दा पुरा घोडा मान्छे यो त्यसले के भने त्यो बेला हो नि त बिसकेर त्यो बेला शिष्टाचार भेट हुने खानेर आउनु भएको भने सिस्टेनी भने पनि नाम भएको भनिन्छ। सबैको भनिन्छ हाम्रो शिष्टाचार भेट भएर भनेर आउने खानेर आउनु भएको भने सिस्टेनी रक भनिन्छ। अर्को एउटा त्यही बेस्ट ठाउँ छ चौतारा, सिस्टेनी चौतारा भनिन्छ। त्यो बेला सबै मान्छे खेल्दै गर्दाखेरि त्यो खाजा खाने टाइममा त्यो चौतारा गरेर बस्दै चल्छ होइन। अनि सिस्टेनी भन्ने त्यो पनि रह्यो भन्ने छ। त्यस्तै त खास कुरो के हो त 600 वर्षको हामी पनि अनुसन्धान गर्छौँ खास कसरी रह्यो त्यसको अलिअलि देखियो त्यसको अपरोध गाविसले गर्थ्यो। यो चाहिँ रुपावट गाउँ पञ्चायत हो त्यो बेला त्यसको कार्य 7 तनेमा थियो। तपाईँको 15 सालदेखि कतिदेखि तल्लोबाट सबैले चाहिँ मात्र भएको छ यो रुपावट गाउँ पञ्चायत हो। अहिले पनि त्यो जग्गा पश्चात रुपावट 5 भन्ने छ। उनीहरूले अपरोध त रुपावटले लिन्थ्यो। पछि के भइदियो भने यो लेखनाथ नगरपालिका भइसकेपछि शिशुवा गाउँ पञ्चायत भएपछि हामी त रुपाकोटमै थियौँ। यो ताल बेग्नासँग गएको थियो पञ्चायत कालमा। हामीले त्यो बेला चाहिँ मन्त्रालय गएर फेरि कहाँले रुपाकोटमै ल्याउँ। रुपाकोटमा यो पुरानो रुपाको नामले कोट मन्दिर छ सारा कुरो छ भनेर अनि फेरि हामी डिरेक्सन गरेर फेरि कहाँ ल्याउँ बेग्नासबाट रुपामै ल्याउँ। पछि फेरि 47 सालमा बेग्नास त्यो बेलाको चाहिँ बेग्नास गाउँ पञ्चायतको फेरि रुपामै ल्याउँ मन्त्रालय गरेर यस्तो हो। अब यो ठाउँ चाहिँ एउटा के हो भने असाध्यै परिचित हो। अहिले भएन मलया लाउरे इन्डियन लाउरे पनि छुट्टी ल्याएर त्यो बेला आउँछ। अनि त्यो बेला त खेल्ने गरे रोजगारी खेल्ने जाने भारत हो। त्यो भारत जानेहरू पनि सिस्टिटी बेला आउने भनेर चाहिँ उनीहरू घर चिठी पठाउँथ्यो नि बेलामा चारैतिरका। यो त मैले त यो
30-31 सालदेखि त 45-46 सालको सबै अनुभव गरेको हामी हुन्थ्यौँ गोठा यहाँ हुन्थ्यो हरेक मेलामा हामी मैले भने एक मरमा स्टल बेचिहाल्नु त्यो सेउलाको बनाएर क्या आफू प्राण हुन सक्ने अनि बुढाले चाहिँ काटेको चाहिँ माथि जति जङ्गल हुन्थ्यो काटेर भिसाएर ल्याउँथ्यौँ हामीलाई एक मर दिनुहुन्थ्यो उहाँहरूले त्यो फेरि प्रस्तुत मेलामा 1 रुपियाँ 2 रुपियाँ भन्छ फराल पुग्थ्यो 5 पैसाको चिठी 5 पैसाको बल अनि 5 पैसाको तलखाज पेरो लगाइने होइन तपाईँको अनि त्यो बेलाको रोटी खाने क्यारे हुन्थ्यो 3-4 दिन ल्याएर पकाएर अनि यो मेला लाग्थ्यो 5 दिन लाग्थ्यो 5 दिन लाग्यो तल यस्तो थियो सबै भेट्ने ठाउँको एउटा अगाडि के पछाडि यो रामनाम अष्टमीबाट सुरु भएर अगाडिको भागमा लगातार होइन उनीहरू भन्ने ठाउँ बनाइदिनु पऱ्यो नि त बनाउने ठाउँ कसले बनाइदियो यही क्या गोठालाले बनाउँथ्यो हामी त बाहिर पढ्ने विद्यार्थी पनि त्यो बेला बनाउनु पैसा पाइन्छ भनेपछि सुक्खा मल पाइन्छ भनेपछि अनि अब ठुलाले चाहिँ काट्दिने हामी ओसार्ने करिब त्यो बेला हामीले चाहिँ मलाई अलिक फुल थाकै छैन 3 लाइन पुरै लामो चाहिँ बनाउँछ होइन 3 लाइन पुरै हुन्थ्यो एक मोर हजुर खै मैले अलिकति फरक यसपालि आयो नि होइन मोडल चेन्ज भयो हल्का हरेक वर्ष परिवर्तन त्यही हो अब इतिहास अर्को वर्ष चाहिँ अलिक फेरि फरक आउँछ जोड्दै जाने सम्पूर्णलाई धन्यवाद सम्पूर्ण पत्रकारज्यूहरूको हातमा चाहिँ यो बुकलेट ढिलो गरी आइपुग्यो होला मलाई लाग्छ यहाँहरूको गुनासाहरू पनि धेरै जहाँसम्म सम्बोधन भए जस्तो लाग्छ र यहाँहरूका धेरै गुनासोहरू पनि सम्भवतः यो बुकलेटमा छ जस्तो मलाई लाग्छ जिज्ञासा सुझावहरू चाहिँ तपाईँको चाहिँ यो बुकलेटमा समावेश गरिएको छ जस्तो लाग्छ र आदरणीय अध्यक्षज्यूहरू निर्देशकज्यूहरू सल्लाहकारज्यूहरूबाट तपाईँका जिज्ञासाका चाहिँ उत्तरहरू प्राप्त गर्नुभयो भन्ने आशा चाहिँ मैले गरेको छु यो बुकलेटको यता पछाडिपट्टि चाहिँ मेलाको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथि भनेर चाहिँ मैले माननीय मुख्यमन्त्री भएको रहेछ त्यसमा अलिकति मिस्टेक भएको रहेछ यसलाई चाहिँ सच्याएर बुझिदिनु त्यसलाई म प्रश्न पारिदिन चाहन्छु लगायत प्रमुख अतिथि कुरा होइन हो र यो सँगसँगै हाम्रो यो छोटो निमन्त्रणालाई स्वीकार गरी तपाईँहरू आउनुभयो यस अर्थमा पनि तपाईँहरूलाई मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिँदै यस मेलाको इतिहासका बारेमा क्लबको पृष्ठभूमिका बारेमा लगायत अन्य जानकारीहरूसहित यहाँहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै यस कार्यक्रमको समापन गरिदिनु हुन म यस मेलाका निर्देशक श्री धीरज कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्दै म आफ्नो व्यक्तिगत तर्फबाट पनि यहाँ सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै म यहाँबाट बिदा हुन चाहन्छु हस्त नमस्कार सञ्चालक एवं यस संस्थाका सचिव 7औं रूपा सिस्टनी मेला 2081 का प्रचार प्रसार समितिका संयोजक अनिल पगिनीज्यू इतिहाससँगै पर्यटकीय प्रवर्धन जैविक विविधता सिमसार हाम्रो संरक्षण भन्ने नारासहित आयोजित 7औं संस्करणको रूपा सिस्टनी मेला 2081 का आदरणीय अध्यक्ष एवं यस मेलाका मूल समारोह समितिका संयोजक क्लबका अध्यक्ष आदरणीय नवराज अर्गाज्यू हाम्रो यसै मेलाका सल्लाहकार लेखनाथ उद्योगवाणी सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष एवं सामाजिक अभियन्ता आदरणीय कुलप्रसाद अधिकारीज्यू त्यस्तै गरी राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेशका प्रमुख आदरणीय श्री वासुदेव पौडेलज्यू विभिन्न पत्रकारिताबाट पाल्नुहुने र मिडियाबाट पाल्नुहुने आदरणीय पत्रकार एवं मिडिया कर्मी दाजुभाइ तथा दिदीबहिनीहरू हाम्रो यस मेलालाई यहाँसम्म पुर्याउनको लागि जुन मुख्य प्रायोजकमा रहनुहुने सहारा इन्टरनेसनल फर्टिलिटीका एवं टेस्टी बेबी सेन्टरका आचार्य डाक्टर गिरधार शर्माज्यू त्यस्तै गरी यसै संस्थाका पूर्व कार्य समिति सदस्य हाम्रो जिल्लाको सहप्रायोजक एवं खेलकुदको मुख्य प्रायोजक प्रकाश तिवारी पोखरा 32 हाल अमेरिकामा रहनुहुने उहाँका
ममतामाई माता हामीमाझ हुनुहुन्छ लगायत हाम्रो यस संस्थाका पदाधिकारी कार्य समिति सदस्यज्यूहरू त्यसै गरी विभिन्न उपसमितिहरू रहनुहुने संयोजक तथा सदस्यज्यूहरू र हाम्रो यस कार्यक्रमलाई सभ्य र भव्यताको पूर्वक सम्पन्न गर्नको निमित्त पाल्नुहुने सम्पूर्ण शुभचिन्तक दाजुभाइ तथा दिदीबहिनी महानुभावहरूमा म संस्थाको संस्थापक अध्यक्ष एवं यस 7औं रूपा सिस्टेनी मेला 2081-82 को निर्देशक धीरज कुमार श्रेष्ठको तर्फबाट स्वीकार्नु यहाँलाई न्यानो अभिवादन एवं म अनुरोध गर्न चाहन्छु। अब इतिहासको कुराहरू त यहाँ धेरै आइसकेको छ। हाम्रो सल्लाहकार एवं सल्लाहकारज्यू र संस्थाका अध्यक्ष र सचिवज्यूले नै त्यसलाई बिचमा के जोडिसक्नु भएको छ। म थोरै क्लबको हाम्रो यो क्लब 2040 सालमा रूपायोग क्लब नामकरण भएर हाम्रो पूर्व तत्कालीन अवस्थाको संस्थापक अध्यक्ष लगायतले एउटा तत्कालीन बेलामा कुनै यो प्रशासकीय ठाउँमा गएर दर्ता गर्न नमिल्ने जुन बेला उहाँहरूले निरन्तर रूपमा ल्याउँदै गरेको संस्थालाई हामीले 2065 सालमा ल्याएर मेरो अध्यक्षतामा भूगोलको हिसाबले र क्षेत्रको हिसाबले साबिक रूपाकोट 8 र लेखनाथ 14लाई कार्यक्षेत्र तयार पारेर हामीले अध्यक्ष सचिव रूपाकोटबाट त्यस्तै गरी भूगोलको हिसाबले हामीले हरेक क्षेत्रको ठाउँलाई चाहिँ हामीले समेटेर एउटा क्लब जुन नामकरण पूर्वहरूले नामकरण गर्नुभएको थियो उसलाई त्यसलाई नै नामकरण गरेर हामीले 2065 सालमा हामीले यसलाई नामकरण गरेर संस्थाले यसलाई वैधानिकता अपनाए। त्यसदेखि हामीले पनि सानै बाल्यकालमा देख्दै आएको थियौँ यो क्षेत्रमा विशेष गरी लाग्ने भनेकै सिस्टेनी मेला। हामी पनि बाल्यकालमा सिस्टेनी मेला भनेर सामान्यतया मैले देख्दा पनि कुनै वर्ष यहाँ कुनै वर्ष हाम्रो अहिले पोखरा महानगर 32 को टापु त्यस्तै गरी रूपा गाउँपालिकाको 6 फुलपारी लगायत विभिन्न ठाउँमा चाहिँ सिस्टेनी मेलाको आयोजना गर्दै गर्थ्यौँ जुन बेला हामी सानो थियौँ। त्यसलाई नै हामीले सिको गरेर अब हामीले निरन्तर दिनुपर्छ र परापूर्व कालदेखि चल्दै आएको जुन मेला छ यो सिस्टेनी जुन नाम छ यसलाई चाहिँ ब्रान्डको रूपमा चाहिँ यसलाई हामीले एउटा स्थापित गराउनुपर्छ भनेर यसको इतिहास खोज्ने क्रममा चाहिँ केही यहाँका पूर्व आदरणीय बुवा हजुरबाहरूसँग हामीले यो विषयमा प्रत्यक्ष रूपमा र हामीले यसलाई चाहिँ बसेर हामीले संस्थाको तर्फबाट पनि बसेर यसलाई हामीले छलफल गऱ्यौँ। गर्दै जाँदा यसको इतिहासहरूलाई पनि हामीले केही इतिहासहरूलाई हामीले पानामा कोर्ने एउटा जमर्क गऱ्यौँ र सोच्दै आयो जस्तो अहिले उहाँले भनेअनुसार यसको धेरै खालको यसको एउटा उदाहरण र यसको इतिहास रहेछ। एक्ज्याक्ट इतिहास त अझै पनि हामी खोज्दैछौँ यसलाई कसरी हुन्छ आगामी 8औं संस्करणको रूपमा सिस्टेनी मेलामा हामीले पक्कै पनि यहाँहरूमा यसलाई छर्लङ्ग जस्ताको जस्तै हामीले ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। र त्यस्तै गरी हामीले त्यो बेलामा देख्दै गर्दा यसमा विशेष गरी त्यो बेलामा लाग्ने बेला भनेकै खेलकुदसँग सम्बन्धित भलिबल छेलो प्रतियोगिता र रसाकसी महिलाहरूसँग सम्बन्धित कार्यक्रमहरू र छेलो घैँटो फुटाउने कार्यक्रमहरू हामीले बाल्यकालमा देख्थ्यौँ। त्यसलाई नै निरन्तर दिनुपर्छ र हामीले गरे पश्चात हरेक वर्ष त्यसलाई चाहिँ अलिक परिवर्तन रूपमा हामीले गर्न सकिन्छ भन्ने हिसाबले 65 सालदेखि निरन्तर गर्दै आएको कार्यक्रम यो कोभिड-19 को कारणले गर्दा 2 वर्ष हामी त्यो बिचमा यो जुन रूपायोग क्लबले आयोजना गर्दै गर्ने सिस्टेनी मेला चाहिँ 2 वर्ष हामीले त्यहाँनिर ब्रेक हुन पुग्यो। त्यो विशेष गरी अब कुनै पनि संस्थाको कार्यक्रम सञ्चालन गर्नको लागि मुख्यतया आर्थिकै पाटो 1 नम्बर भएको कारणले गर्दा आर्थिकै पाटोलाई हामीले जोड्न नसक्ने हिसाबले पनि 2 वर्ष 3 वर्ष हामीले ग्याप गर्न बाध्य भयौँ। त्यसको लागि त्यो बेलामा हामीले अलिकति रोक्नु नै पर्ने थियो र यो संस्था विशेष गरी आयमूलक संस्था नभएर सेवामूलक संस्था भएको कुरा पनि मैले यहाँलाई थोरै जानकारी गराउन चाहेँ। यसको आम्दानी भनेकै हामीले आन्तरिक सदस्यहरूबाट प्रति वर्ष हामीले नवीकरण गरेर यसको 100 रुपियाँको आम्दानीको रूपमा 100 रुपियाँ नवीकरण गर्छौँ भने नयाँ सदस्य लिनको लागि 200 रुपियाँ हामीले लिने गर्छौँ। यसको आय स्रोतको विषयमा मैले थोरै यहाँहरूलाई जान्न चाहेँ। हालसम्मको सदस्य सङ्ख्या चाहिँ हाम्रो क्लबमा 113 जना हुनुहुन्छ। टोटल सङ्ख्या चाहिँ 113 जना हुनुहुन्छ र यसमा चाहिँ लगभग 31 जना सदस्यहरूले चाहिँ नवीकरण नगरेको अवस्था छ। तथापि हामीले गत 6औं सिस्टेनी मेलामा पनि नयाँ सदस्य लिन चाहनुहुने साथीहरूलाई पनि हामीले संस्थामा प्रवेश गर्न सक्ने स्वैच्छिक अधिकार उहाँहरूको छ भनेर हामीले पनि जानकारी गराएका छौँ। र अहिले हाल यो संस्थाको हामीले अलिकति बढाएर जानुपर्छ कार्यक्षेत्र बढाउनुपर्छ भनेर रूपा गाउँपालिकाको 7वटै वडा र पोखरा महानगरपालिका नम्बर 32लाई पनि हामीले कार्यक्षेत्र विधानमै संशोधन गरेर हामीले साबिक रूपाकोटलाई हटाएर अहिले रूपा गाउँपालिका कार्यक्षेत्र र रूपा गाउँपालिका पोखरा महानगरपालिका नम्बर 32 यसलाई कार्यक्षेत्र बनाएर गर्दछ। र अघि अध्यक्षज्यूले नै भनिसक्नु भएको छ हाम्रो यो स्टलहरूको व्यवस्थापन स्टलहरूको बिक्री वितरण र बाल उद्यानबाट हुने आम्दानी र रेस्टुरेन्टबाट हुने आम्दानी र हामीले यो महोत्सव अवधिभित्र गर्ने कार्यक्रमहरू जस्तो जैविक विविधता प्रदर्शनी कृषि प्रदर्शनी माछा प्रदर्शनी लगायतका अब यो पप कन्सर्ट अब यो मनोरञ्जन कार्यक्रम यो लोकदोरी कार्यक्रमहरू
र विविध रतौली कार्यक्रमहरू छ, त्यस्तै गरी हाम्रो विद्यालय स्तरीय नृत्य कार्यक्रमहरू रहेको छ। यो धेरै खालको हाम्रो संस्थाले यो सामाजिक उत्तरदायित्वभित्र रहेर हाम्रो छरिएर बसेको युवाहरूलाई यो विकृति र विसङ्गतिकोमा लाग्ने साथीहरूलाई पनि त्योबाट टाढा रहनुपर्छ भनेर एउटा गोलबद्ध रूपमा हामीले यसलाई चाहिँ एकीकृत गरेर आज यहाँसम्म ल्याउन सफल भएको छौँ। विशेष गरी स्थानीय स्तरका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई नि म एउटा संस्थाको संस्थापक अध्यक्ष र मेलाको निर्देशकको हैसियतले यहाँप्रति हार्दिक मैले चाहिँ न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। यहाँहरूको सहयोग सल्लाह सुझाव मार्गदर्शनले नै आज यो संस्था यहाँसम्म आउन सफल भएको कुरा पनि म जानकारी गराउँछु। र यो अध्यक्षज्यूले थोरै जोड्नु भएको थियो, हामीले गत वर्ष किन खुला गऱ्यौँ त नि भन्दाखेरि पहिलो वर्ष चाहिँ हामीले त्यो खालको कार्यक्रम गर्दै गर्दा हामी स्थानीय स्तरमा चाहिँ सबैलाई चाहिँ हामीले एकबद्ध र एउटा गोलाकारभित्र राख्नुपर्छ भन्ने हिसाबले खुला चौरमा खुला मञ्च बनाएर सबैलाई स्वैच्छिक ढङ्गले कुनै पनि त्यसमा पास नलाग्ने, टिकट नलाग्ने, दस्तुर नलाग्ने हिसाबले पनि हामीले खुल्ला तरिकाले कार्यक्रम गरेको कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। र यस वर्षदेखि हामीले जुन यो 28 रोपनी जग्गामा हामी यो आज यो मेला सञ्चालन गर्दैछौँ। हाम्रो आदरणीय मेला यो जग्गा व्यवस्थापन समितिका संयोजक यहीँ हुनुहुन्छ, हर्कमान गुरुङज्यू आज हामीसँग यहीँ हुनुहुन्छ। उहाँको संयोजकत्वमा हामीले 19 जना जग्गा धनीहरू जसले मेलाको लागि उहाँले जुन खालको एउटा जग्गा स्वतःस्फूर्त रूपमा उहाँले चाहिँ हाम्रो यस कार्यक्रमलाई सबै र भव्य हामीले सफल गर्नुपर्छ, सहयोग गर्नुपर्छ भन्ने हिसाबले 19 जनाको एउटा नेतृत्व जुन छ उहाँहरू जग्गाको जुन व्यवस्थापनमा उहाँले सहयोग गर्नुभएको छ, यहाँहरूलाई पनि म सम्झिन चाहन्छु। र त्यस्तै गरी स्थानीय स्तरमा पर्न जाने कुराहरूलाई पनि यो कतै फाइदा कतै घाटा, बाटोमा घर भएपछि धुलो पनि सहनुपर्छ, फाइदा घाटा दुवै हुने भएको कारणले गर्दा म यो बिचमा पर्ने यो 12 दिनदेखि 15 दिनभित्र पर्ने असुविधाको लागि पनि यो स्थानीय स्तरमा पर्न गएको यो टोल छिमेकहरूमा पनि यो थोरै यो धुवा धुलोको कुरालाई हामीले यो पानीको व्यवस्थापन गर्ने भनेर हामीले महानगरसँग हामीले एउटा पत्र पनि हामीले पेस सकेका छौँ। यहाँभित्र हामीले दमकल अब सम्भव नभएको कारणले गर्दा एउटा पानीको रूपमा पानी ट्याङ्करको रूपमा पानी ट्याङ्करलाई हामीले लोड गरेर राख्ने, भवितव्य त्यस्तो कुनै आगो लागि भएको खण्डमा हामीले त्यो ट्याङ्करलाई प्रयोग गर्ने र एम्बुलेन्सको रूपमा हाम्रो रूपा गाउँपालिकाले चाहिँ 12 दिनसम्मको हामीलाई निःशुल्क रूपमा उहाँले एउटा एम्बुलेन्स पनि हामीलाई उपलब्ध गराउनु भएको छ। र हामीसँग यहाँ महिला मातृशक्तिहरू पनि हुनुहुन्छ, विभिन्न उपसमिति रहनु भएर उहाँले एउटा संयोजक र सदस्यको रूपमा रहेर यो कार्यक्रमलाई हामीले कसरी सबै र भव्य रूपमा सम्पन्न गर्न सकिन्छ भनेर दिनरात बिहान 7 बजीदेखि रात 10 बजीसम्म यो मेलाकै परिसरभित्र रहेर उहाँले काम गर्नुभएको छ। यो जस्ताको तस्तै यथार्थ रूपलाई चाहिँ यहाँहरूको सुनौला हातबाट एउटा कालो मसीले लेखेर यो विश्वव्यापी रूपमा यहाँहरूले चाहिँ यसलाई चाहिँ एकदमै राम्रो उत्कृष्ट बनाएर यहाँहरूले प्रचार प्रसारमा सहयोग गरिदिनु हुनुहुन्छ भन्ने आदरणीय हाम्रो गण्डकी प्रदेशको यहाँ आदरणीय हाम्रो राष्ट्रिय समाचार समिति गण्डकी प्रदेशका प्रमुख आदरणीय श्री वासुदेव पौडेल ज्यूको जुन स्वामित्वमा यहाँहरू सबै उपस्थित हुनुभएको छ। यहाँहरू सबैलाई मैले यो अनुरोध गर्दै ढिला नगरिकन यहाँहरूलाई पूर्णलाई एकपटक हार्दिक धन्यवाद एवं न्यानो आत्मीयताको साथ यहाँलाई सम्मान गर्दै आजको यस पत्रकार सम्मेलन पुनः एकपटक यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै अध्यक्षको आज्ञाले यो पत्रकार सम्मेलन यहीँ समापन भएको घोषणा गर्दछु। हस्त धन्यवाद। जय श्री कृष्ण। र कृपया